युकेमा डिपेन्डेन्टसँग पढ्न जानको लागि अप्सन भनेको चाहिँ मास्टर्स बाइ रिसर्च मात्रै हो। यो हामी धेरैलाई थाहा भइसक्यो, मास्टर्समा चाहिँ मिल्दैन है। र अब अपकमिङ इन्टेक सेप्टेम्बर इन्टेक छ। मास्टर्स बाइ रिसर्चको लागि प्रपर प्रपोजल छ भने यु क्यान अप्लाई टु मल्टिपल युनिभर्सिटिज र अफर एक्सेप्टेन्सको चान्सेस हायर हुन्छ। त्यसको लागि चाहिँ यु निड प्रपर इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट, तपाईको प्रपर जीपीए एज रिक्वायर्ड हुनु पर्यो र तपाईँ 1 वर्षको कोर्स पढ्न जानुहुन्छ र तपाईसँगै तपाईको पार्टनर पनि एज अ डिपेन्डेन्ट युके जान सक्नुहुन्छ। यु क्यान अल्सो अप्लाई विथ योर किड्स इफ यु हेभ एनी किड्स। तर सेप्टेम्बर इन्टेकको लागि मास्टर्स बाइ रिसर्चको स्टुडेन्टले चाहिँ लास्ट मिनटसम्म कुर्नु चाहिँ हुँदैन है। किन भन्दा अगेन यु निड अ प्रपर प्रपोजल र मास्टर्स बाइ रिसर्चको अफरको लागि चाहिँ कम्पेरिटिभली टाइम लाग्छ ब्याचलर्स र मास्टर्स डिग्री भन्दा। जस्तो 24 आवर्समा अफर लेटर दिने ब्याचलर्स मास्टर्सको लागि युनिभर्सिटिजहरू अभाइलेबल छन् हामीसँग, तर मास्टर्स बाइ रिसर्चमा इट्स नट गन वर्क लाइक द्याट। इट विल डेफिनेटली टेक एटलिस्ट अ मन्थ or कहिलेकाहीँ 1.5 महिनासम्म पनि लाग्छ। सो दिस इज माई रिक्वेस्ट टु एभ्री स्टुडेन्ट हु इज प्लानिङ टु गो टु द युके एन्ड स्टडी मास्टर्स बाइ रिसर्च प्रोग्राम, प्लिज हरी अप है। किनकि जहिले पनि इन्टेकको लास्टतिर मात्रै यस्तो राम्रो जेन्युन स्टुडेन्टहरू आइराख्नु भएको हुन्छ। सो दिस इज जस्ट एन इन्फर्मेसन भिडियो। मास्टर्स बाइ रिसर्चको लागि चाहिँ अब ढिला धेरै नगर्नु होला। प्लिज भिजिट फर फर्दर डिटेल्स।